आज पनिरको तरकारी यसरी बनाएर खाएको यस्तो मिठो भयो नि। खाना आलु फ्राईसँग मस्तले स्याटरडेको लन्च चाहिँ एकदमै मिठो खाएँ मैले चाहिँ। एकदमै सजिलो छ बनाउनको लागि पनि। सुरुमा चाहिँ एउटा कराईमा थोरै तेल हाल्ने। यहाँ चाहिँ मैले 200 ग्राम्स 1 पाउ जति पनिर लिएको छु। पनिरलाई पहिला तेलमा मजाले फ्राई गर्ने। पनिर अब यतिको फ्राई भइसकेपछि मैले चाहिँ यसलाई निकालेँ। तपाईहरुको चाहिँ पनिरको फेभरेट रेसिपी के हो मलाई चाहिँ कमेन्टमा लेखिदिनु है त। अब यो पनिर निकालिसकेपछि यसमा तेल बाँकी हुन्छ। यसैमा मैले 2वटा जति मिडियम साइजको प्याज लसुन पनि हालेँ। यसैमा यसरी हाल्दा एकदमै मिठो हुन्छ। 4वटा जति रातो खुर्सानी र 5वटा जति गोलभेडालाई पनि मसिनो काटेर अब यसलाई गल्न दिने। यतिको गलिसकेपछि यसलाई सेलाएर अब चाहिँ यसको प्युरे बनाउने। अब सेम प्यानमा चाहिँ त्यो प्युरे हाल्ने। यसमा ग्राइन्डरमै थोरै पानी हालेर यसैमा एड गरिदिने र एकैछिन चलाउने। यसमा अब अघि फ्राई गरेको पनिर पनि हालिदिने र मसलामा चाहिँ मैले हाले एकदमै थोरै मात्रै बेसार, काश्मिरी रेड चिली पाउडर आधा चम्चा जति, आधा चम्चा जिराको धुलो र स्वाद अनुसार नुन हाल्न पर्छ। र अरू छुटाउनु नहुने भनेको चाहिँ चिकन मसला नभए मिट मसला। यसले पनि एकदमै फ्लेभर मिठो बनाउँछ। त्यो पनि मैले आधा चम्चा जति हालेर एकैछिन चलाएँ। चाहिन्छ जस्तो लाग्छ भने थोरै पानी एड गर्न सक्नुहुन्छ। धनिया चाहिँ मसँग अलि सुकेको रहेछ, त्यही भएर धनिया पनि थोरै हालिदिने र हल्का 2-3 मिनट चाहिँ मिडियम हिटमा पकाइसकेपछि यो यस्तो मिठो पनिरको रेसिपी चाहिँ रेडी हुन्छ। तपाईले पनि ट्राई गर्नुहोला र फलो फर मोर रेसिपिज।